अन्तर्राष्ट्रिय दबावका कारण म्यानमारकी पूर्व नेत्री आङ सान सुकीलाई सैन्य सरकारले जेलबाट सारेर घरमै नजरबन्द गरिराख्ने भएको छ। 5 वर्ष पहिले 2021 मा म्यानमारको सेनाले सत्ता कब्जा गरेको थियो अनि आङ सान सुकीलाई चुनावमा धाँधली भएको अनि भ्रष्टाचार गरेको आरोपमा जेल चलन गरिएको थियो। त्यसपश्चात म्यानमारका लोकतान्त्रिक सबै नेताहरूलाई पक्राउ गरियो, देशभरि आन्दोलन भयो, हिंसा भड्कियो, द्वन्द्व बढ्यो, जसकारण अहिले पनि म्यानमारमा धेरै ठूलो आन्तरिक द्वन्द्व चलिरहेको छ। सेना र जनता बीच संघर्ष भइरहेको छ। साँच्चै भन्ने हो भने आर्थिक अनि मानव अधिकारको स्थिति कमजोर भएको छ। तर यति कुराले मात्र म्यानमारको यो घटनाको पूर्ण जानकारी हुँदैन। यी कुराहरू बुझ्नको लागि तपाईले मुख्य घटनाहरूलाई बुझ्नु एकदमै आवश्यक बनेछ। सर्वप्रथम त म्यानमारको लोकतन्त्रमाथि 1962 मा पहिलो प्रहार ने विन नाम गरेका जनरलद्वारा भयो। ती जनरलद्वारा म्यानमारको लोकतन्त्रलाई उल्टाएर सैनिक शासन स्थापना गरे। त्यस पछाडि लामो समयसम्म सैनिक शासन चल्यो, सैनिकको नियन्त्रण भयो म्यानमारमा। अनि 1988 मा लोकतन्त्रका लागि भनेर धेरै ठूलो आन्दोलन भयो, जसलाई 888 अपराइजिङ भनेर चिनिन्छ। तर सेनाले त्यो आन्दोलनमा पनि दमन गर्यो र फेरि सत्ता सेनाले नै कब्जा गर्यो। अन्ततः त्यो प्रदर्शन जारी नै रह्यो, आन्तरिक रूपमा द्वन्द्व जारी नै रह्यो। फलस्वरूप 2011 मा केही सुधार भयो, चुनाव हुन सुरु गर्यो, आङ सान सुकीको नेतृत्वमा नागरिक सरकार बन्यो। तर अझै पनि सेना शक्तिशाली नै थियो। अन्ततः 2021 मा म्यानमारको सेनाले पूर्ण रूपमा म्यानमार कब्जा गर्यो अनि आङ सान सुकीलाई जेल चलान गर्यो। बाँकी रहेका अरू लोकतान्त्रिक नेताहरूलाई पनि जेल चलान गर्यो र साँच्चै भन्नु भने यतिखेर म्यानमारमा पूर्ण रूपमा सैनिक शासन छ। त्यहाँका जनताले भोट दिन पाउँदैनन्। त्यहाँका जनताको भोट दिने अधिकार या आफ्नो नेतृत्व चुन्ने अधिकार खोसिएको छ। हुन त म्यानमार मात्र होइन, संसारका धेरै राष्ट्रहरूमा यो अधिकार छैन जनतासँग। फलस्वरूप अहिले म्यानमारमा सेना र जनता बीचको संघर्ष चलिरहेको छ, जसका कारणले म्यानमारमा मानव अधिकार उल्लङ्घन भएका धेरै घटनाहरू आउने गर्छन्। तर सैनिक सरकारले त्यसलाई दबाइरहेको हुन्छ। यति भन्दै राजनैतिक, भौगोलिक अनि ऐतिहासिक घटनासँग सम्बन्धित भएर तथ्यमा आधारित जानकारी लिएर आउने बाचासहित बिदा हुन्छु। नमस्ते।